इभिनिङ सबै साथीहरूलाई सबै साथीहरूलाई गुड इभिनिङ। अहिले त अब निकिताको घरमा चाहिँ टी टाइम भयो हो। लन्च साथीहरू लन्च सक्यो हो। लन्च अगाडि पनि हामीले सेकहरू खायौँ होइन, त्योहरू खायो के अब खायो। अब लास्टमा चाहिँ अब बिदावरी हुने टाइममा चाहिँ अब टी खाँदैछौँ है। बाहिर पानी चाहिँ पढ्दैछ पानी चाहिँ भन्दा पनि साथीहरू है, साथीहरू टाइम पाएको बेलामा यसरी भेटघाट भइराख्नुपर्छ होइन, फुर्सदको समयमा होइन। सबै न बिजी नै त हुन्छ, बिजी भनेर निकाल्नुपर्छ जसरी पनि आफ्नो लागि होइन। अन्तखेरि निकाल्नुपर्छ समय भोलिपछि है। अब बुढेसकालमा हामी यो भेट्नु पनि सक्छौँ नभेट्नु पनि सक्छौँ है। अब हामीले 3 टाइम कलालाई पुरा मिस गरिरहेको छौँ है। अब कला उताबाट आएपछि चाहिँ फेरि एकताल चाहिँ अब यस्तै ठुलो गेट टुगेदर गर्नुपर्छ हामी 4 जना है। टाइम निकाल्नु ननिकाल्नु आफ्नै हातमा हुन्छ है। त्यसले गर्दा चाहिँ अब चाहिँ हामी एकदमै है अब यो दिनलाई चाहिँ अब भोलिपछि बुढेसकाल हुँदा चाहिँ अब याद गर्छौँ। अब त्यति बेला त अब हात खुट्टा कस्तो हुन्छ के हुन्छ सही चल्छ चल्दैन त्यो भन्नु सकिँदैन होइन। जतिसम्म त चलेकै राम्रो नि है, नचल्नु भनेर चलेकै राम्रो। तर अब त्यस्तै परिस्थिति आएर अब के भएछ भने चाहिँ अब है त्यहाँदेखिको फेरि त्यति बेला कोही कता हुन्छ कोही कता हुन्छ, भेट हुँदैन हो। अहिले भेटेको चाहिँ भेटेर ढुक्क हुन्छ, भेटेन भने रिग्रेट हुन्छ है। त्यो समयमा साथीहरूसित मजा गरेको भए इन्जोय गरेको भए हुन्थ्यो रहेछ। के हो मेरो लाइफ भन्ने त नहोस् न है। अब एक्लै बुढेसकालमा है 60 वर्ष काटेर सबैजना रिटायर भएर घर बस्दा उमेरले दिमागले झिझर पनि लाग्छ, मन पनि लाग्दैन होला त्यति बेला त है। अहिले नै अब होला मात्रै मजा गरिराखौँ हेरौँ है। भोलि पर्सि आफ्नो नाता नातिहरूलाई पनि देखाउनुहुन्छ कि होइन भने त साथीहरू। टी टाइम खायो हामी चिया ल, यसरी भेटघाट गर्दै गरौँ साथीहरूसित।